प्रस्थानको पुस्तक अध्याय 32। सुनको बाछाको पूजा। जब मानिसहरूले मोसालाई पर्वतबाट ओर्लन बियालो गरेका देखे, तब तिनीहरू हारुन कहाँ भेला भएर तिनलाई भन्न लागे, उठ्नुहोस् र हाम्रा अघि अघि जानलाई देवताहरू बनाउनुहोस्, किनकि हामीलाई मिस्रबाट निकालेर ल्याउने मोसालाई के भयो हामी जान्दैनौ। हारुनले तिनीहरूलाई भने, तिमीहरूका पत्नीहरू र छोरा छोरीहरूका कानमा भएका सुनका कुण्डलहरू फुकाली यहाँ म कहाँ ल्याऊ। तब सबै मानिसहरूले आआफ्ना कानमा भएका सुनका कुण्डलहरू फुकालेर हारुन कहाँ ल्याए। तिनले तिनीहरूका हातबाट लिएर हतियारले खोपे र ढालेर बाछाको आकारको एउटा मूर्ति बनाए। तब तिनीहरूले भने, हे इस्राएली हो, तिमीहरूलाई मिस्रबाट निकालेर ल्याउने तिमीहरूका देवताहरू यिनै हुन्। यो देखेर हारुनले बाछाकै सामु एउटा वेदी बनाए र तिनले यसो भनेर घोषणा गरे, भोलि परम प्रभुको निम्ति एउटा चाड हुनेछ। भोलि पल्ट मानिसहरू बिहानै उठेर होम बलि चढाए र मेल बलि पनि ल्याए। तब तिनीहरू खानपान गर्नलाई बसे अनि त्यसपछि मोजमा डुब्न उठे। तब परम प्रभुले मोसालाई भन्नुभयो, तल ओर्ली, किनकि तैले मिस्रबाट निकालेर ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्ट पारेका छन्। तिनीहरूलाई जुन मार्गमा हिँड्ने आज्ञा मैले दिएको थिए, त्यसबाट तिनीहरू यति चाँडै अर्कोतिर लागेका छन्। तिनीहरूले आफ्ना निम्ति बाछाको आकारमा एउटा ढालेको मूर्ति बनाएर त्यसैलाई पूजेका छन् र त्यसैको निम्ति बलि चढाएर भनेका छन्, हे इस्राएली हो, तिमीहरूलाई मिस्रबाट निकालेर ल्याउने तिमीहरूका देवताहरू यिनै हुन्। परम प्रभुले मोसालाई भन्नुभयो, मैले यी मानिसहरूलाई देखे, यिनीहरू त हट्टी मानिसहरू रहेछन्। अब मलाई नरोक र मेरो क्रोध यिनीहरूमाथि दन्कियोस्। म यिनीहरूलाई भस्म पार्नेछु अनि तँबाट नै म एउटा ठूलो जाति बनाउनेछु। तर मोसाले परम प्रभु आफ्ना परमेश्वरलाई आग्रहपूर्वक भने, हे परम प्रभु, तपाईले आफ्नो ठूलो सामर्थ्य र शक्तिशाली हातले मिस्रबाट निकालेर ल्याउनु भएका आफ्ना मानिसहरूमाथि तपाईको क्रोध किन यति साह्रै जलेको छ? मिस्रीहरूले किन यसो भन्ने मौका पाउन्? कुभलो चिताएर पर्वतहरूमा तिनीहरूलाई मार्न र तिनीहरूलाई पृथ्वीबाट नाश गर्न उहाँले तिनीहरूलाई ल्याउनु भयो। तपाई आफ्नो भयंकर क्रोधलाई शान्त गर्नुहोस् र आफ्ना मानिसहरूलाई हानि गर्नदेखि आफ्नो मन बदल्नुहोस्। आफ्ना दासहरू अब्राहम, इसहाक र याकुबलाई सम्झनुहोस्, जुनहरूसित तपाईले आफ्नै नाउँमा शपथ खाएर यसो भन्नु भएको थियो, म तिमीहरूका सन्तानलाई आकाशका ताराहरू जस्तै बढाउनेछु। मैले प्रतिज्ञा गरेको यो सारा देश तिमीहरूका सन्तानलाई दिनेछु र तिनीहरू सधैँसम्म त्यसको अधिकारी हुनेछन्। तब आफ्ना मानिसहरूलाई हानि गर्नदेखि परम प्रभुले आफ्नो मन बदल्नु भयो। अनि मोसा फर्केर आफ्ना हातमा गवाहीका दुवै शिला पाटी लिएर पर्वतबाट ओर्ले। ती पाटीहरूमा अगाडि र पछाडि दुवैपट्टि लेखिएका थिए। ती पाटीहरू परमेश्वरका काम थिए। तिनका लेखोट परमेश्वरद्वारा खोपेर लेखिएका थिए। यहोशुले मानिसहरू चिच्याएका सुनेर मोसालाई भने, छाउनीमा त लडाईँको स्वर जस्तो पो सुनिँदैछ। मोसाले भने, यो स्वर न त जित्नेहरूको न हार्नेहरूको हो,
तर म त गाउनेहरूको स्वर सुन्दैछु। छाउनीनेर आउँदा आउँदै मोसाले बाछो र नाच देखे। मोसालाई साह्रै रिस उठ्यो र तिनले ती पाटीहरू आफ्ना हातले पर्वतको फेदीमा फ्याँकेर फुटाइदिए। तब तिनीहरूले बनाएको त्यो बाछो लिएर तिनले आगोमा जलाइदिए र त्यसलाई धुलो पिठो पारेर पानीमा छरिदिए। अनि तिनले इस्राएलीहरूलाई त्यो पिउन लाए। त्यसपछि मोसाले हारूनलाई भने, यी मानिसहरूले तपाईलाई के गरे र तपाईले यिनीहरूलाई यस्तो ठूलो पापमा लानुभयो? हारूनले जवाब दिए, हजुरको रिस म माथि नउठोस्। तपाई त यी मानिसहरूलाई जान्नु नै हुन्छ यिनीहरू कति खराबीतिर लागेका छन्। तिनीहरूले मलाई भने, हाम्रा निम्ति हाम्रा अघि अघि जानलाई देवताहरू बनाऊ, किनकि हामीलाई मिस्रबाट निकालेर ल्याउने मोसालाई के भयो हामी जान्दैनौ। तब मैले तिनीहरूलाई भने, जस जस कहाँ सुनका गहनाहरू छन् ती फुकालेर ल्याओ। अनि तिनीहरूले मलाई सुन दिए। मैले आगोमा हालिदिए र यो बाछो निस्क्यो। मोसाले देखे कि मानिसहरू त छाडा भइसकेका थिए, किनकि हारूनले तिनीहरूलाई छाडा हुन दिएका थिए, यतिसम्म कि तिनीहरू आफ्ना बैरीका सामुन्ने हाँसोको कारण बनेका थिए। तब मोसाले छाउनीको ढोकानेर उभिएर भने, जो जो परम प्रभु तर्फ छन् तिनीहरू म कहाँ यता आउन्। अनि लेवीका सारा सन्तान चाहिँ तिनी कहाँ आएर भेला भए। मोसाले तिनीहरूलाई भने, परम प्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, तिमीहरू हरेकले आफ्नो तरवार भिरेर छाउनीको वल्लो छेउदेखि पल्लो छेउसम्म ढोका ढोकामा गएर हरेकले आफ्नो भाइ र आफ्नो मित्र र आफ्नो छिमेकीलाई मार। तब लेवीका सन्तानहरूले मोसाले भने अनुसार गरे। त्यस दिन मानिसहरू मध्ये 3000 जति पुरुष मारिए। तब मोसाले भने, आज तिमीहरू आफ्ना छोरा र आफ्ना भाइलाई नाश गरी परम प्रभुको निम्ति अलग गरिएका छौ। आज उहाँले तिमीहरूलाई आशिष दिनु भएको छ। भोलिपल्ट मोसाले मानिसहरूलाई भने, तिमीहरूले ठूलो पाप गरेका छौ, तर अब म परम प्रभु कहाँ उक्लेर जानेछु। सायद तिमीहरूको यो पापको निम्ति म प्रायश्चित गर्न सक्छु होला। अनि मोसाले परम प्रभु कहाँ फर्की गएर यसो भने, हाय, यी मानिसहरूले कस्तो ठूलो पाप गरेका छन्। तिनीहरूले आफ्ना निम्ति सुनका देवताहरू बनाएका छन्। तापनि तपाईले तिनीहरूको पाप क्षमा गर्नुहुन्छ होला। हुन्न भने त तपाईले लेख्नु भएको पुस्तकबाट मेरो नाउँ निशानै मेटिदिनुहोस्। तब परम प्रभुले मोसालाई भन्नुभयो, जसले मेरो विरुद्धमा पाप गरेको छ त्यसलाई नै म आफ्नो पुस्तकबाट मेटिदिनेछु। अब जा, मैले तलाई भनेको स्थानमा मानिसहरूलाई अगुवाई गरेर लैजा र मेरा दूत तेरो अघि अघि जाने छन्। तापनि तिनीहरूलाई सजाय दिने समय आएपछि म तिनीहरूको पापको दण्ड दिनेछु। अनि हारूनले बनाएको बाछो प्रति तिनीहरूले जे गरे त्यसैको निम्ति परम प्रभुले मानिसहरूलाई रूढीले मार्नुभयो।